हेलो गाइज, अब आज हामी चाहिँ फिल्म हेर्न जानु लागेको छ है। बिहान बिहानै यसै फिल्म हेर्न जानु मन त थिएन। अनि आज अहिले चाहिँ ठ्याक्कै हाम्रो स्टुडियोको घडीमा चाहिँ बिहानको ठ्याक्कै 7:47 भयो। 8:30 को सो हो माइती घर होइन। अब हामी ठ्याक्कै निस्केको यहाँबाट। ओए तिमीहरू कहाँ जानु ल? के मुङ्गी फिल्म के हो त्यस्तो भने? ल म चाहिँ पुरै पानी पानी छ है। यस्तो पानी परिरह नि साथी हो है गाइस। अब यहाँ खोला पनि बबाले ठुलो बढ्यो होला है। अब म साथीहरूलाई खोला नि देखाउँछु। हेरौँ है त गाइस। ओ यस 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 ल हामी चाहिँ अहिले यस्तरी हिँड्दा छ है त गाइस। अब आकाशमा यस्तो भइरह। मेरो त पुरै पानीले भिजेछ नि थेत्तेरिका। ओ हिँड्दै जाने हो कि के गर्ने हो? गाडीमा जाने हो कि केमा जाने हो? खासमा हामी चाहिँ आज कहाँ जाने रे? कुन ठाउँमा जानु लाग्यो? भक्तपुरको राधे राधेमा घटबट किन्नु जानलाई है, फिल्म हेर्नलाई। आफ्टर अ लङ टाइम हेर्दैछु म चाहिँ यो फिल्म। अब कस्तो हुन्छ यो फिल्म हेरेर प्रतिक्रिया दिन्छ है त गाइज। ओहो मेरो जुत्तामा पानी पस्छ नि यार भित्र। यस्तो झ्याउ ल। यो ब्रेन हट भन्ने चाहिँ यसको भुक्ती स्टिल है। यस यस मेरो हो। यस्तो छ गाइज। है त गाइज आज चाहिँ आज कति हो रे? 18 गते? 18 गते हो? 18 गते हो? ल आज चाहिँ 18 गते है। मौसमविदहरूले चाहिँ 17, 18, 19, 20 गते होइन भारी वर्षाको सम्भावना भनेको छ। आज चाहिँ पानी यस्तो पानी भारी, यस्तो धेरै भारी त होइन तर कन्टिन्यू छ। यत्रो पानी पऱ्यो नि काठमाडौँमा। यस्तो छ है त मौसमको अवस्था। हेलो गाइज 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 वाट्सअप। बानेश्वर जानु लाग्यो केही थाहा पर्नु छैन। बानेश्वर जानु लाग्यो मान्छे कहाँ जानु लाग्यो? को मान्छे यहाँ हेर त कुन मुभी? जुत्तामा पानी पऱ्यो नि। के एउटा क्याप मगाउने हो त? यस्तो पाराले त होला छैन त। जुत्ताभरि पानी पस्यो। अर्कै जुत्ता लाउनु पर्ने। यो जुत्ता कहाँबाट पानी पस्यो क्या? कोटेश्वर जडीबुटीमा जस्तो छ त पानी यस्तरी बगिरह। हामी अब आकाशे पुल तर्छौँ है। ए यहाँ त रोडभरि पानी पानी भएछ नि त। 7:57 भइराखेको छ है अहिले चाहिँ। 8:30 को सो हो। घर जानेहरूको लड्को छ यहाँ फेरि। Itu dari Budi Cok, itu guys.
यस्तो छ अवस्था अहिलेको हामी अब आज उयो प्लेन ओहो मा क्र्याक छ त गाडी त यसले जमजम ल ढिला नगरिकन एकछिन झर्न दिनु झर्नु ल चलो